105 भयो। गाइज 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 कालिज भेटियो, एउटा कालिज भेटियो। ल है गाइज, हामी शिकार गर्दैछु। यो हामी चन्द्रगिरी गोदावरी देखिरहेन, पुरा हुस्यो हुस्यो यस्तो छ। ए यो हेलो साथीहरू, वेलकम ब्याक टु माई न्यू हाइकिङ एपिसोड। आज चाहिँ हामी ट्याक्क 6-7 जना साथीहरू एउटा दामी हाइकिङ स्पोटमा जाँदैछौँ, जुन चाहिँ चम्पादेवी होइन होला। के हो यो ठाउँको नाम? बिर्सियो यार। ए फुलचोकी। फुलचोकी जाँदैछौँ। बाटोमा के रमाइलो हुन्छ, अब धेरै रमाइलो त एकदम गरिहाल्छन् केटाहरू। अब यो क्यामेरामा फेरि कैद गर्न सकिन्न होइन, रमाइलो बिर्सिन्छौँ। सकेसम्म तपाईँहरूलाई हामी देखाउनेछौँ, सो लास्टसम्म जोडिँदै गर्नु होला। अगाडिबाट होइन कि पछाडिबाट हो। गाइज 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 कालिज भेटियो, एउटा कालिज भेटियो। ल है गाइज, हामी शिकार गर्दैछु। यो हामी चन्द्रगिरी गोदावरी सबै हाम्रो एरिया हो गाइज। रेड बुल इनर्जी ड्रिंक। के बोले भाइ? के बोले के छ थाहा भाइ बोले? दिस इज द भ्यू हो, इनर्जी दिन्छ। अब केटाहरू पुरै इनर्जी हानिरहेछन्। रेड बुल भेटायो भने हामी काफल पनि देखाउनेछौँ, तर भेटाउँछ जस्तो लाग्दैन। टन्न खाएर हिँडिरहेछन् केटाहरू चाहिँ। इनर्जी ड्रिङ्क सिङ ट्याक्क खाइस। उता फेरि पाहाडमा भिडमा मृग छोप्या मान्छे हो नि त, यस्तो भिडमा यस्तो भिडमा कुदेर। त्यही भएर पुरै सामान बोकेर ट्याक्क हिँडिरह। उता अब उसको कुरै नगरौँ, ओल्ड रेकर्डै राखे होइन, त्यो भिडमा कति फास्ट हिँड्ने भन्नेमा। भिडमा कति फास्टतिर परेको ए रुखसुख चढ्ने भित्र चढ्ने हार्यो बिचरा बाँदरले हार्यो। त्यस्तै छ क्या। फेरि हामी यस्तै हो क्या, टक्क नर्मल हुँदैन, ओल्ड रेकर्डवाला मात्रै मान्छे मात्रै हिँडिरहेछौँ। जम्मा 13 किलोमिटर रहेछ यता चाहिँ। अब यो के हिँड्नु जस्तो लागिरहेको थियो। हामी दिनमा 26 किलोमिटर त त्यही हिँड्छौँ है, जिममै। बिहान माथि पुगेर आइसक्यो, फेरि फर्केर फेरि चढ्छ। ओइमा हेर त, साँच्चै अस्ति गर्नु त छैन। हेर्नु यहाँ हो हेर्नु, साँच्चै उठिरहेको हो भने फुल्दैछ नि त। त्यही भएर दुखिरहेको रहेछ। जिममै हिँड्छौँ। यो त के हो र। आहा, तर दामी छ भ्यू चाहिँ। हाइकिङ आउनलाई चाहिँ दामी रहेछ। गर्मी पनि नहुने, ठिक्कको चराचुरुङ्गीको साउन्ड आउने। ट्याक्क यसो जुऱ्यो भने आउँदा हुन्छ। एक 105 भयो। 105 त नबस्नु हिँडौँ। यस्तो बस्नुहुन्न, हिँडौँ। के भाइ? के छ? हान्देऊ न अस्तिको त्यो इङ्ग्लिस। केटाहरू हिँड है रेड बुल खाएर पनि बस्छ नि यार। बोक्दै साँच्चै बोक्नु न ल। मलाई मुलो भारी अलिक कम भइरहेको साँच्ची हो। कति केजी त? 50 पुग्दैन। 10 किलो ढुङ्गा हाल्न भइहाल्यो नि। 60 फेरि जिममा फेरि 60 भन्दा तल नउचाउनु भने होइन, बिग्रिन्छ अरे नि त। जेसम्म नि ल 10 किलोमिटर हो नि जम्मा 3 किलोमिटर हिँड्नेछौँ हामी है। 20 मिनटमा 3 किलोमिटर हिँड्यौँ हामी हो नि फेरि। हामी मात्रै फेरि गएर लिएर आएको बोकेर। अरू भन्दा नि दुईटा हात चाहिँ ब्यालेन्स पाउनु पर्छ क्या जिममा चाहिँ। एउटा हात ठ्याक्क गइहाल्छ नि त अहिले त हाम्रो होइन। लेफ्टमा पावर दिएर हुनु क्या। दाहिनेले 10 केजी इजिली हानिहाल्छ, दिदी यतापट्टि ट्याक्क परेर गइसक्छ। ल जो काठमाडौँमा बसेर यो भिडियो हेरिरहेको छ त्यो मान्छेलाई होइन, अहिले काठमाडौँ त्यहाँ तलतिरबाट हामीले त झुकेर आयौँ है। रोडमा हिँड्यो नि भयो। अब फ्रेस हावा खान आउनु पऱ्यो नि त। काठमाडौँ त अहिले उ छ होइन,
विश्वकै नम्बर 2 मा छ। चाँडो मरिन्छ। त्यही भएर यस्तो ठाउँमा ट्याक्क फ्रेस हावा लिन बेला बेला आउँदै गर्नुपर्छ। हामी त छुट्टी हुन हुँदैन, ट्याक्क आइहाल्छौँ। बिजी लाइफ छ होइन, घुम्न पाइँदैन अनि छुट्टी हुन हुँदैन। 10 किलोमिटर बाइक छ अरे होइन? यस्तो यसरी हिँड्नु पर्यो क्या। हिँड्छ ल कसरी रे ट्याक्क त्यहाँबाट फेरि उता पुग्ने होइन? छोटो भएर छोटो भएको बाटो। त्यही हो 10 किलोमिटर त केही पनि होइन। अनि काफलको बोर्ड छ, काफल छैन। काफल यो चाहिँ ऊ काफल हो, लाटे काफल। लाटे काफलको फल्दैन साथी, तर चिन्यो यार गौरवले। काफल चाहिँ चिन्यो यार तिमीले। काफलको कोनमा हुर्किया मान्छे भन्ने क्या छ। काफललाई उयो गरेको ढुकाएर सिका तपाईँले होला त। काफललाई फल्न हुर्किन होइन। काफल फल्दैन थियो। बाँदरलाई त्यो झुन्डिन, त्यो पहरामा हिँड्न सिकायो नि तिमीले? मैले मैले माछालाई चाहिँ ए माछालाई पौडी खेल्नु ए हो त नि, सही हो। ट्याक्क कहिलेकाहीँ आएर यसो रमाइलो गफ साथीहरूसँग टुगेदर, अहिलेको बिजी लाइफ ट्याक्क आउने गर्नुपर्छ। ट्याक्क हामी फुलचोकी हाइकिङकै क्रममा छौँ आज है। गोदावरीमा पानी किन्दाखेरि ट्याक्क यो अकुवा रिउस भन्ने पानी रहेछ। यसको चाहिँ यो स्लिप हुँदैन रहेछ क्या अहिले माथिबाट। खोइ पानी नै यस्तै आउने हो कि यो प्लास्टिकको स्लिप हुन्छ नि माथिबाट। यस्तो त नहुनु पर्ने हो, तर आउँदैन अहिले। कम्पनीले यस्तै दिन्छ भनेर हामीलाई भिडाए के हो बुझ्या छैन। फेरि अब ल्याब टेस्ट भएको पानी खान पनि अहिले काठमाडौँमा डर लाग्छ। सो यो स्लिप चाहिँ छैन, यो सिल चाहिँ छ, तर यसको माथिबाट हुने स्लिप चाहिँ छैन क्या यसमा चाहिँ। के रहेछ है बुझ्या मान्छेले चाहिँ यसो कमेन्ट गरेर हामीलाई भनिदिनु होला। ट्याक्क अर्को यो हामी जति पनि फोहोर ट्याक्क खान्छौँ यहीँ हालेर यहाँ फाल्दैनौँ। यस्तो सफा छ, कसैले फाले पनि छैन, हामी पनि फाल्दैनौँ। ट्याक्क ब्यागमा हालेर यसलाई चाहिँ हामी रिटर्न दिन्छौँ होइन। कार्ड दिएको छ, डिपोजिट राख्नुपर्दो रहेछ। ट्याक्क यसलाई पनि हामी त्यहीँ राख्छौँ। यो चाहिँ भ्यू ट्याक्क जङ्गलको भित्रभित्रै दामी छ बाटो नि यस्तो। ट्याक्क माथितिर आइसकेपछि हामीसँग दुईवटा अप्सन हुन्छ होइन। दुईवटा अप्सन हुन्छ, रोडको बाटो जाने कि ट्याक्क जङ्गल जाने चुज गर्न सकिन्छ होइन। हामी त अलिकति डेयरिङ मान्छे भयौँ, जङ्गलको बाटोतिर हिँडिदियौँ। जो छ त्यस्तो छ, अलिकति साथीहरू कम छन् भने उता ट्याक्क रोड पनि जान सकिन्छ है। अब हामी त यस्तो हिँडिरहेको मान्छेलाई त्यस्तो खासै केही लाग्दैन, अलिकति अप्ठ्यारो आफै बनाएर फेरि यो बाटो। अनि अब आउन सक्ने पछिको मान्छेलाई सजिलो हुन्छ। अब हाम्रो पाइलाले बाटो बनिसकेको छ कि होइन, यो बाटो आए नि हुन्छ। तर रोडकै बाटो जाँदा चाहिँ अलि रमाइलो हुन्छ सकेसम्म। यो चाहिँ अलिकति यस्तो बन्द छ कि केही पनि देखिँदैन। बाटो चाहिँ वास्तवमा यो रहेछ होइन। ट्याक्क हामी चाहिँ जङ्गल आइयो होइन, यस्तै छ बाटो चाहिँ यो छ। यतातिर अब बाघ सागहरू यसो देखिन्छ कि भनेर जङ्गलतिर आइयो हामी चाहिँ। वास्तवमा यो बाटो है हाइकिङ आउनु चाहिँ, यताबाट तलबाट यो सिडीहरू छ। हामी चाहिँ अब त्यस्तो डेयरिङ मान्छे, यसो सेल्फी हालिदिउँ न भनेर आएको रहेन छ। डराउनु पर्ने आवश्यक छैन अरूले चाहिँ बाघ सागको। कसो होइन त भेटायो त हामीले? भेटिन्छ कि आएको भेटेन। भेट्यो भए त एउटातिर सेल्फी हानेर हिँड्नु हुन्थ्यो। करिब 2.5 घन्टा जति हिँड्यो। अब चाहिँ हामी करिब 40-45 मिनटमा चाहिँ डेस्टिनेसनमा चाहिँ पुग्छौँ। बाटो चाहिँ यस्तो छ, जङ्गल ट्याक्क योद्धाहरू हिँड्दैछन्। म चाहिँ बसौँ भनिरहेको उनीहरू हिँडौँ भनेर हामी हिँडिरहेछौँ। अब पुग्नेवाला छ हामी। गाइज भ्यू क्यामेरामा त्यस्तो राम्रो देखिन्न तर होइन,
एक्सट्रिम लेभलको भ्यू छ कि यहाँ सुकुन क्या होइन आफै इनर्जी आउने क्या बिहानदेखि केही पनि खाएको छैन होइन यो मौसमै त्यस्तो क्या इनर्जीवाला क्या बब्बाल यो अन्त लाइफ कसो केटाहरू दामी करि हामी पुग्न लाग्यौँ होइन अहिले चाहिँ दामी भएको छ मौसम पनि ट्याक्क यस केटाहरू पुरै दामी है त दामी है ट्याक्क अब हामी पानी पर्न सुरु भइसक्यो होइन छाता ओढेर अब रेनकोट छ ट्याक्क छाता ओढेर आउँदैछौँ यतिको पानीमा त मजा आइरहेछ अहिले चाहिँ अब साथीलाई चाहिँ फेरि भिज्न चाहिँ मजा आइरह अरे होइन तेरा जीवनबाट जाने भए जाऊ ठिक छ एकदम पल्ट टक्क छातामा पनि हामी हिँड्न छोडेको छैनौँ मेरो जीवनबाट जाने यस्तो छ फेरि साथीहरूको स्वर ट्याक्क पुरै हुस्सै हुस्सो छ आगो लगे जस्तो कहीँ देखिरहेन पुरै हुस्सै हुस्सो है ट्याक्क अब हामी पुग्ने बेला चाहिँ भयो करिब हामी 4 घन्टा जति हिँड्यौँ 9 बजी हिँडेको अहिले ठ्याक्कै 1 बज्यो पुग्यो अब ट्याक्क फाइनल्ली पुग्यो केटाहरू फुल्छ कि होइन पुग्यो है फाइनल्ली टिपेक्सले पुरै हुस्सो छ पुग्यो है फाइनल्ली सर्ट हाइट काठमाडौँबाट कम्प्लिट ओ फुलचोकी डाँडा पुग्यो है कहाँ हो उभिने चाहिँ राइटबाट घुम्नु के लेफ्टबाट जानु ए ए फुलचोकी माता फुलचोकी माता की जय जय माता केटाहरू फाइनल्ली उयो चाहिँ जय माता दी रिचौट ल आइज ठाउँबाट हिँड्ने यार केटाहरू होइन यहाँ हो बाटो छ त पूजा गर्ने माथि हो मन्दिर पुग्यो होइन 2 घन्टामा होइन बसेर 1.5 घन्टा बसेर 1.5 घन्टा बसेको टाइम काटिदिएको मैले ए ल पुग्यो है यस्तो छ ए यो हो मुजी भैया बिजक पो छ त यार अब हेर यस्तो गाह्रो छ क्या मलाई खुम्चिँदैन यो कस्तो लागिरहेको छ धेरै छ सर्ट हाइट कम्प्लिट भयो खुसी लाग्यो सर्ट नहुनाले यत्रो ठुलो हाइको यो के को टावर रहेछ है यस्तो रहेछ ल यति नै हो हाइक चाहिँ ट्याक्क ल सबैलाई बाई बाई